back to my channel. अब हामीले चाहिँ गाउँ जानुको लागि चाहिँ हामी गाडीमा पुगिसक्यो यहाँ चाहिँ होला भइरहेको होइन त्यही हो हामी चाहिँ गाडीमा पसिसक्यौँ पूजन माइली मम्मी ग्रामी अनि बाई बाई अब म गएर अब हिँड्ने बेला गाइस हाम्रो गाडी सब किन हिँडेको म चाहिँ भर्खर ब्लग बनाइरहेको छु हामीहरू चाहिँ अब हामी थालुबाट सकेको छ होइन अहिले अलिअलि अब चाहिँ गइरहेको छ म्युजिकले हात आउँछ होला त्यही हो अब हामी खाजा खाने पुगेको छौँ बल्ल अब हामी टोइलेट टाइम हामी आज पूजन छ पूजन कस्तो भयो कस्तो हुँदैछ अहिलेसम्मको एक्सपिरियन्स टक्दैछ आन्टीलाई सोध्नु आन्टी भन्नु त कस्तो भइरहेको अहिलेसम्म ठिकै छ अहिलेसम्म त इमेज नलाई कस्तो भइरहेको भाइ राम्रो राम्रो कस्तो भइरहेको छ अहिलेसम्मको एक्सपिरियन्स गाडीमा होइन मलाई चाहिँ खास त्यो गाडी जानु चाहिँ छोडिसकेँ होइन तर अघि भर्खर चाहिँ त्यो गीत बज्नु थाल्यो नि त होइन गीत बजेपछि मेरो कान बन्द भयो कि कान बन्द भइसकेपछि चाहिँ मलाई किन अझ कस्तो हुन्छ नि भइरहेको थियो अनि तर फेरि सुतेँ केही उपाय नलागेर म सुतेँ किनकि सुतिरहेको थिएँ सुतेँ म एकछिन आँखा चिम्लेर बसेँ अनि पछि यहाँ रोकिदिनु भयो ठ्याक्कै एकछिन चाहिँ म अनि यसो सुतिरहेको थिएँ नि त मैले देखेँ कि आँखा खोलेर अनि वाह बिस्ताको अब कहाँमा सुत्नु पऱ्यो भने अनि पल्टी नै आइसकेको थिएँ म अनि ठ्याक्कै फेरि खाजा खाने झर्नु झर ओके ओके कस्तो एक्सपिरियन्स कस्तो भइरहेको एक्सपिरियन्स त अब अहिले भोलिपर्सि यो न्युज रिपोर्टर हुने अरे कि जर्नलिस्ट अब म जान्छु मेरो पानी केटी मान्छेले खाएछ सोझेछ त एक्सपिरियन्स ठिकै छ मलाई निन्दा लागिरहेको घाँटी चाहिँ हल्का हल्का दुखिरहेको त्यही हो अच्छा अच्छा ओके गाइज अब हामी चाहिँ खाजा खान्छौँ अनि त्यसपछि फेरि गाडीको सफर हुन्छ अनि त्यसपछि फेरि यस खाना खान्छ अलिक ढिलो हुन्छ लाग्छ जे होस् झन्लाई खाजा चाहिँ यो छ जेबु खाएर भइसक्यो गाइज हामीहरू चाहिँ खाजा खाएर बल्ल गाडीमा चढ्यौँ अनि फेरि हिँडिसकेको छ अनि चिसो पानी अनि हामी चिप्सहरू पनि किन्यौँ हामीले एउटा मागा चिप्स किन्यौँ अनि यो चिप्स किन्यौँ यो नै बोल्नु सक्थ्यो अनि यो करेन्ट चिप्स किन्यो अब त्यही हो आजको भ्लग चाहिँ यही ट्राभल गरेको मात्रै हुन्छ होला अनि भोलिदेखि चाहिँ गाउँमा पुगेको भ्लग आउँछ होला भोलि होइन पर्सितिर आज रातको नाइट घुम्नु के भन्छ भनेपछि फेरि सुन्छ के थाहा मसँग फोन भयो भने सुत्दाखेरि हुन्छ होला हुन्छ ओके गाइस बल्छ आइपुग्यो ओके म चाहिँ अब हजुरले भ्यू हेर्दै गर्नु नि ल एकदम अन्दाज देखिरहेछ ओके हामीले सिका गाइस हाम्रो गाडी
5-7 मिनट 20-25 गोजीको चस्मा बाल्यो दुवै आमे गुई त्यसपछि जानी भए जमैया घुम्रा अमैया जानी भए जमैया घुम्रा अमैया सो गाइस हामी चाहिँ गाउँ पुगिसक्यौँ गाउँ पुगेर चाहिँ हामी यहाँ सुतेर बसिरहेको छौँ अघि नै पुगेको नहेर नि हामी अब सुतिरहेको छौँ मम्मीहरू चाहिँ अब नजाउनु भयो अब त्यही हामी चाहिँ चिप्स खाँदैछौँ आजको लागि यति नै अब लेट्स सी यु अन नेक्स्ट ब्लग बाई बाई स्टे सेफ गाइस हाम्रो बाजुले चाहिँ अब बत्ती छोडिदिनुहुन्छ अनि अब बत्ती आउँछ झुल्ल बत्ती छोड्न लाग्छु यहाँ अलिकति कनेक्सन क्लियर रहेछ त्यही भएर अब मेरो नातिनीहरूको रुममा झर्न पार्दिन्छु यस अनि हामी नारा लगाउँदै जान्छौँ म पल्लो त सुनिहाल्छु के अरे नारा लगाएको नलाएको ल So guys, let's wait and see how is your experience going on. Very good. Story ke guys, चिप्स खानु भनेको एक के खानु भनेर अहिले भाइ उठ्यो भने भाइसँग खान्छु कि राम्रोसँग गाइस के भयो थाहा भर्खरै बत्ती आयो लोनी हाम्रो बाजु जिन्दाबाद जिन्दाबाद हाम्रो बाजु जिन्दाबाद जिन्दाबाद हाम्रो बाजु जिन्दाबाद जिन्दाबाद आफ्नो नातिनीहरूलाई चाहिने एउटा आविष्कारक पनि हुने डाक्टर पनि हुने चिकित्सक पनि हुने शिक्षक पनि हुने हाम्रो बाजुराईला उहाँ बाजुले चाहिँ हाम्रो यहाँ लाइट बनाइदिनु भयो रुममा झलल्ल बत्ती आयो हाम्रो जीवन झलल्लै भयो उज्यालोमा बस्ने म बाहिरको भ्यू देखाउँछु यो चाहिँ हाम्रो भ्यू है गाइस भ्यू लुक एट द भ्यू